विद्यार्थी भाइ बहिनीहरू, हाम्रो युट्युब च्यानलमा सबैलाई स्वागत छ। सधैँ जस्तो आज म कक्षा 10 को सामाजिक अध्ययन विषयको एकाइ 1 पाठ 2 बाट हाम्रो पहिचान नामक पाठका प्रश्नका उत्तरहरू लिएर आइसकेको छु। समाजको चित्रण बाई पाण्डे सर। हाम्रा पहिचानहरू के हुन्? पहिचानको महत्त्व उल्लेख गर्नुहोस्। हाम्रो पहिचान नाम, थर, जाति, भाषा, धर्म, संस्कृति, लिङ्ग, राष्ट्रियता, पेशा र बसोबास जस्ता आधारहरूबाट हुन्छ। यी पहिचानहरूले व्यक्तिलाई समाजमा चिनाउने काम गर्छन्। पहिचानले व्यक्तिको आत्मसम्मान, अधिकार र जिम्मेवारी बारे सचेत बनाउँछ। यसले सामाजिक सम्बन्ध बलियो बनाउनुका साथै विविध संस्कृतिको संरक्षण गर्न मद्दत गर्दछ। पहिचान बिना व्यक्तिको अस्तित्व स्पष्ट रूपमा चिनिन कठिन हुन्छ। पहिचान आफूलाई चिनाउने मुख्य आधार हो। उदाहरणसहित स्पष्ट पार्नुहोस्। पहिचान भनेको व्यक्तिलाई समाजमा चिनाउने मुख्य आधार हो। मानिसको भाषा, संस्कृति, धर्म, राष्ट्रियता तथा पेशाले उसको परिचय दिन्छ। उदाहरणका लागि नेपाली भाषा बोल्ने र नेपालको नागरिक भएको व्यक्ति नेपाली भनेर चिनिन्छ। त्यसैगरी विद्यालयमा पढाउने शिक्षकलाई शिक्षक भनिन्छ। यसरी हरेक व्यक्तिको आफ्नै विशेष पहिचान हुन्छ, जसले उसलाई उनीहरूभन्दा फरक र विशिष्ट बनाउँछ। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको पहिचान र सम्मानका लागि के गर्नुपर्छ? आफ्ना धारणा प्रस्तुत गर्नुहोस्। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूलाई समाजमा समान अधिकार र सम्मान दिन आवश्यक छ। उनीहरूमाथि हुने भेदभाव, हिंसा र अपमान रोक्न कानुनी संरक्षण प्रभावकारी रूपमा लागू गर्नुपर्छ। विद्यालय, परिवार र समाजमा सचेतना कार्यक्रम सञ्चालन गरी सकारात्मक सोच विकास गर्नुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा समान अवसर उपलब्ध गराउँदा उनीहरूको पहिचान र सम्मान सुरक्षित हुन्छ। अपाङ्गता भएका व्यक्तिको पहिचान र अवसर वृद्धि गर्न तपाईँ रहेको स्थानको स्थानीय सरकारले के कस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ? खोजी गरी प्रस्तुत गर्नुहोस्। स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिका लागि परिचय पत्र वितरण, निशुल्क स्वास्थ्य सेवा, छात्रवृत्ति तथा सिपमूलक तालिम सञ्चालन गर्दै आएको छ। केही स्थानमा सार्वजनिक भवनमा व्हिलचेयर मैत्री प्रवेश मार्ग तथा सहज पहुँचको व्यवस्था गरिएको छ। स्वरोजगार कार्यक्रम, आर्थिक सहयोग र सामाजिक सुरक्षा भत्ताले उनीहरूको जीवनस्तर सुधार गर्न मद्दत गरेको छ। यस्ता कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मान, आत्मनिर्भरता र अवसर वृद्धि गर्न सहयोग पुर्याएका छन्। यदि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने कृपया लाइक गर्नुहोस् र मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। नयाँ भिडियोहरू अपलोड हुँदा जानकारी पाउन नोटिफिकेसन बेल अन गर्न नबिर्सनुहोस्। धन्यवाद।